देखियो देख रहा था फोटा मेरे साथी मसँगै पढेको 5 साल अगाडि मसँग न बोयफ्रेन्ड थियो न जब थियो न के थियो न के थियो ठ्याक्क मसँग साथी भयो नि अनि मैले उनलाई मेरो भिडियोमा लाइक कमेन्ट गर भनेर सल्लाह दिएको थिएँ ठ्याक्क बिहे भयो बिहे 2 सालपछि एउटा छोरा भयो अनि छोरा भएसँगै अहिले नेपालमा डक्टर देख्छ सरकारी अस्पतालमा मेरो भिडियोमा लाइक कमेन्ट गरे बापतको फाइदा हो त्यो है अब अर्को देखाउँछु उहाँ चाहिँ मेरो दाइ आफ्नै दाइ साइनलाई उनलाई फेसबुकमा हाँस्नेबाट आउँछ थाहा थिएन मेरो भिडियो हेरेर उनले अहिले आफू भिडियोबाट पैसा कमाउनु लाग्यो मेरो भिडियोमा लाइक कमेन्ट गरेर सेयर गरेर नमस्कार साथीहरू आज म तपाईँलाई एउटा जानकारी दिन्छु अहिले चाहिँ मेरो भिडियोमा लाइक कमेन्ट गरेर प्रगति भएका साथीहरू है त ल यो फोटो देखियो देखिरहेको छ यो फोटो मेरो साथीहरू मसँगै पढेको 5 साल अगाडि मसँग न बोयफ्रेन्ड थियो न जब थियो न के थियो न के थियो ठ्याक्क मसँग साथी भयो नि अनि मैले उनलाई मेरो भिडियोमा लाइक कमेन्ट गर भनेर सल्लाह दिएको थिएँ ठ्याक्क बिहे भयो बिहे 2 सालपछि एउटा छोरा भयो अनि छोरा भएसँगै अहिले नेपालमा डक्टर देख्छ सरकारी अस्पतालमा मेरो भिडियोमा लाइक कमेन्ट गरे बापतको फाइदा हो त्यो है अब अर्को देखाउँछु उहाँ चाहिँ मेरो दाइ आफ्नै दाइ साइनलाई उनलाई फेसबुकमा हाँस्नेबाट आउँछ थाहा थिएन मेरो भिडियो हेरेर उनले अहिले आफू भिडियोबाट पैसा कमाउनु लाग्यो मेरो भिडियोमा लाइक कमेन्ट गरेर सेयर गरेर उनले आफूले भिडियोबाट पैसा कमाइरहेको अनि तेस्रो नम्बरमा है रञ्जना कानी अब उहाँलाई धेरै दिनलाई चिन्नुहुन्छ होला रञ्जना बहिनी नि पहिला फेसबुकमा 7 जना फलोवर्स थिए 11 भ्युज आउँथ्यो अनि तिमीले दाइ ल यस्तो यस्तो भयो भने मलाई सोधिसकेपछि मैले उनलाई सल्लाह दिएँ अनि अहिले उनको फेसबुकमा 40,000 फलोवर्स छ नि हेर अनि 2.3 मिलियन भ्युज आउँछ ओरिजिनल कन्टेन्टमा त्यो यदि मेरो भिडियोमा लाइक कमेन्ट सेयर गरे बापत नै हो अब अब आइन् ज्योति सुनार मेरो साथी अब ज्योति सुनार हो यो मान्छे नि मेरो साथी हो नेपालमा त के गरौँ कसो गरौँ भन्न दिमागै नचलाइसकेको मान्छे अनि मलाई सोध्यो मैले त केही नगर साथी मेरो भिडियोमा लाइक कमेन्ट सेयर गर्दै बस सब भगवान्ले सब पुऱ्याइदिन्छ होइन ठ्याक्क अहिले दुबई पुऱ्याइदियो भगवान्ले पहिला रोमानिया पुग्यो रोमानियाबाट दुबई पुग्यो अहिले आइफोन 50 चलाउनु साथी अनि उहाँ रुबिना छेत्री उहाँ पनि मेरो साथी उनीहरू पनि यस्तै भएको थियो दिमागै नचल्नु अब पनि के गरौँ कसो गरौँ भन्ने मालमलमा पढाइदिएँ ठ्याक्क मसँग साथी मैले ल मेरो भिडियोमा त लाइक कमेन्ट सेयर गर्दै बिहान साँझ बिहान दिन्छ भन्नुभयो अहिले ठ्याक्क हो भने भक्क दुबई पुगेछ उनीहरूले आइफोन 50 प्रो म्याक्स चलाउनु अब यो मेरो कान्छा भाइ हो मेरो आफ्नै कान्छा भाइ हो उसले चाहिँ घरबाट मोबाइल चलाउनु प्रतिबन्ध थियो 8, 9, 10मा पढ्दैसम्म त्यतिखेर उसले अरूको मोबाइलमा आफ्नो फेसबुक आइडी हालेर मेरो भिडियो लाइक कमेन्ट सेयर गर्यो अहिले नि आइफोन चलाउँछ मेरो भिडियो लाइक कमेन्ट सेयर गरे बापत भगवान्ले यति फाइदा गर्नुहुन्छ अब आयो यो मेरो साथी हो मेरो क्लास फ्रेन्ड एकदमै मिल्ने साथी होइन यो मान्छे कहिले बेङ्गलोर कहिले पुना कहिले हैदराबाद कहिले कलकत्ता त्यसरी भागिरहने ठाउँ नरोक्ने राम्रोसित टिकेर काम गर्ने अनि एक दिन मसित गएर साथी म के गरौँ भने मैले साथी त केही नगर खालि मेरो भिडियो आयो भने त लाइक कमेन्ट सेयर दबाएर गर्दै भने ठ्याक्क त्यतिखेरि 15-20 दिन जति मेरो भिडियो लाइक कमेन्ट सेयर गऱ्यो होला त्यसपछि नेपाल गयो हेर हाम्रो गाउँको मान्छे बिहा गरेर यति राम्ररी बुढी पायो बिहा गरेर 3 महिना चाहिँ दुबईको भिसा लाग्यो दुबई 2 साल बसेर आयो दुबईबाट फेसबुक मोनेटाइज गरेर अहिले नेपालमा बसेर पैसा कमाइरहेको छ त्यसो भयो मेरै भिडियोमा लाइक कमेन्ट सेयर गरे बाबु अब यो मेरो जेठो दाइको जेठै छोरा मेरो घरको जेठै भन्छ यो मान्छेको मोबाइल 2 रुपैयाँ यस्तो बातिर चलाउँछ मोबाइल किन्ने भन्दा घरबाट हप्ते भएर चाहिँ मोबाइल किनिया अनि पछि त्यही फाट्दै टुट्या मोबाइलबाट मेरो भिडियो सेयर गरेर अहिले आइफोन 50 चलाउँछ अब अरू के भन्नु अनि यो मेरो साथी हेर यसको टाउकोमा बालै थिएन हेर यसको टाउकोमा बालै थिएन अहिले मेरो बाल आएर हेर्दा म त टग्ली भयो भने मैले त्यो टग्ली फेरि केही नगर केही चिन्ता नगर सिर्फ मेरो भिडियोलाई लाइक कमेन्ट सेयर गर तेरो बाल हेर दिपिका पादुकोणको जस्तो आउँछ होइन अहिले दिपिका पादुकोणभन्दा राम्रो कपाल छ मेरो यो मान्छे अब इभन मेरो साथी मेरो गाउँको साथीहरू अब यी मान्छे नि यही थियो इन्डियामा थियो काम गर्दा चाहिँ राम्रै थियो मैले मलाई फोन गरेर यार इन्डियामा कति काम गर्नु अब नेपाल जान्छ मैले होइन ठिक छ पहिला 15 दिन मेरो भिडियो सेयर गर लाइक कमेन्ट सेयर दबाएर गर त्यसपछि नेपाल जाऊ भने ठ्याक्क 15 दिनपछि नेपाल गयो अहिले कामना टेलिभिजनको प्रोपराइटर छ पहिले पहाड गएर त्यो
आफल खाया फोटो हाले हुन्छन्, कहिले धनगढी 3 तारे होटलमा ढिँडो खाया फोटो हाले हुन्छन्, कहिले असम पुग्या, कहिले डोडी पुग्या। यिनीको जिन्दगी एकदम राम्रो छैन। त्यो पनि मेरै भिडियोमा लाइक कमेन्ट गर्नु। अब यो मेरो कलौटे साथी हेर, अब यो साथीलाई कसै केटीले एक आँखाले पनि नहेरिया, यो साथीलाई केटीसँग बोल्दै नसकेका मान्छेलाई अब मलाई फोन गर्यो, हेमराजी यार मेरो त कोही केटी हेर्दैन भने मैले अरे बाबा केटी उसै कहाँ हेर्दैछन्। जब मेरो भिडियोमा लाइक कमेन्ट सेयर गरे मात्र केटी हेर्दैछन् भने मान्छेले नि 15-20 मिनट मेरो भिडियोमा लाइक कमेन्ट सेयर गर्यो। अब हेर यो मान्छे आफू हेरेर भोलिको जस्तो, अनि बुढी हेरेर चौक जस्तै गोरीमा। यो पनि सब मेरै भिडियोमा लाइक कमेन्ट सेयर गरे बापतको हो। अब मेन कुरा के भन्छु भने म यो मेरी बहिनी हो, सात भाइ एक्ली बहिनी कान्छी। यसलाई नि घरबाट यो मोबाइल किन्ने भन्नेले परेशान गरेँ कि यसलाई मोबाइलमा किन्न सक्छ, खाने नखाने यस्तो दुब्ली पाटली आयो मभन्दा नि झन् दुब्ली छ। अनि यो पनि अरूको मोबाइलमा आफ्नो आइडी हालेर अर्को मोबाइलमा आफ्नो आइडी हालेर मेरो भिडियो सेयर गर्थेँ। ठ्याक्क यसैले पास भयो, यसले नि आइफोन पायो। अब यो पुग्यो यतिजनाले मेरो भिडियो दिल खोलेर सेयर गर्नुभएको छ, सबको भलो भएको छ, सबको प्रगति भएको छ, सबलाई राम्रो ठाउँमा छ, सबको भयो। अब जुन मान्छेले मेरो भिडियो देखेर नि त्यसो देखेर नि सर माथि सराउँछ भने त्यो मान्छे हेरेर कहिल्यै प्रगति भएको छ। यो साथी तपाईँ पनि अब यो भिडियो हेरेर जतिजना साथीहरू खोडाए त्यतिजना दुःख मान्नु भने ठिक छ, मान्नु होला, केही छैन, मलाई केही असर पर्दैन। अनि जतिजनाले मेरो भिडियोलाई लाइक कमेन्ट गर्नु होला सबैले लाइक कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। हस् त, धन्यवाद। यो हो सिर्फ प्रगति यिनीहरूको भिडियो पार्ट 2 आउँछ। जहिले अहिलेसम्म प्रगति मेरो भिडियोमा लाइक कमेन्ट गरेको थिएन, अनि त्यो मान्छेको प्रगति नै भएको छैन, त्यो मान्छेको भिडियो आउँछ। धन्यवाद।